यो चाहिँ हाम्रो एउटा वेब बेस्ड एप्लिकेसन हो। नेम चाहिँ क्लिन सिटी हो। यो एप्लिकेसन चाहिँ हाम्रो वेस्ट म्यानेजमेन्टलाई टार्गेट गरेर बनाएको एप्लिकेसन हो। त्यो चाहिँ हाम्रो युजर इन्टरफेस हो। यसमा चाहिँ हाम्रो आईओटी बेस्ड सेन्सरहरू युज गरेर चाहिँ डस्टबिन्सहरू चाहिँ हामीले ठाउँ ठाउँमा लोकेसनमा फिट गर्छौँ र ठाउँ ठाउँको लोकेसनमा फिट गरिसकेपछि यदि कुनै युजर नयाँ हुनुहुन्छ भने चाहिँ कुन लोकेसनमा जाँदैछ आफ्नो नियरेस्ट डस्टबिन चाहिँ उहाँहरूले चाहिँ फाइन्ड गर्न सक्नुहुन्छ। सो सुरुमा चाहिँ हामीले आफ्नो लोकेसनलाई अलाउ गर्नुपर्ने हुन्छ र मेरो लोकेसन चाहिँ यसले मार्करमा देखाउँछ र मभन्दा नियरेस्ट डस्टबिन चाहिँ कतिवटा छ भनेर चाहिँ देखाउने हुन्छ। र इनकेस कुनै पनि डस्टबिन चाहिँ फुल छ भने चाहिँ हाम्रो यहाँनिर ग्रिनको ठाउँमा चाहिँ रेड देखाउने हुन्छ। सो अहिलेको चाहिँ हाम्रो यहाँनिर दुईटा 4वटा चाहिँ हरियो डस्टबिन देखाइरहेको छ। सो इनकेस मेरो कुनै पनि सेक्सनको कुनै पनि पार्टको चाहिँ मेरो डस्टबिन फुल छ भने चाहिँ त्यो चाहिँ मेरो रेड मार्क देख्ने हुन्छ। सो अहिले चाहिँ मेरो दुईटा हाम्रो चाहिँ डस्टबिन फुल भनेर देखाएको छ भनेपछि म चाहिँ रेड मार्कपट्टिको डस्टबिनमा नगइकन अरू कुनै डस्टबिनमा चाहिँ गएर फोहोर फाल्न सक्छु। सो यहाँबाट चाहिँ हामीले कुन कुन डस्टबिनहरू फुल छ भनेर चाहिँ युजरले चाहिँ यसरी ट्र्याक गर्न सक्नुहुन्छ। अब अर्को कुरा भनेको चाहिँ हाम्रो एडमिन साइट रहेको छ। एडमिन साइटमा चाहिँ हाम्रो पालिकाहरूले चाहिँ यसमा मोनिटर गर्न सक्नुहुनेछ। सो एडमिनको लागि चाहिँ हामीले लगइन गर्नुपर्ने हुन्छ। सुरुमा चाहिँ हामी लगइन गर्छौँ एडमिनलाई। अब चाहिँ म यसमा लगइन गर्दैछु। लगइन गरिसकेपछि हाम्रो चाहिँ यहाँनिर डेटाहरू आउने हुन्छ। कति डिग्रेडेबल वेस्ट र नन डिग्रेडेबल वेस्ट चाहिँ हाम्रो कलेक्ट भएको छ भने डेटा आउँछ। सो डिग्रेडेबल वेस्टमा चाहिँ हाम्रो 20 केजी देखाइरहेको छ भने नन डिग्रेडेबल वेस्ट चाहिँ 140 केजी देखाइरहेको छ। यो भनेको चाहिँ हाम्रो डस्टबिन कतिचोटि भरियो त्यही अनुसारको डेटाहरू चाहिँ यहाँनिर रिड हुने गर्छ। सो हाम्रो अर्को भनेको चाहिँ एड भन्ने अप्सन हुन्छ। यहाँ चाहिँ आफ्नो कुनै पनि नगरपालिकाले चाहिँ आफ्नो एरियामा कति डस्टबिन नयाँ फिट गर्दै हुनुहुन्छ, सेट गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरूले लोकेसन एड गर्न सक्नुहुन्छ। फर इक्जाम्पल मेरो नगरपालिकाको एरियामा चाहिँ जस्तै मलाई यो पाटन एरियामा चाहिँ मलाई चाहिँ नयाँ एउटा डस्टबिन फिट गर्नु पर्यो भने चाहिँ म यसरी जुम इन गरेर मलाई कतापट्टि चाहियो भनेर हेर्छु र मलाई यो यतापट्टि चाहिँ मलाई नयाँ डस्टबिन मैले सेट गरेको छु भने मैले यसरी म्यापमा खिच्छु र अटोमेटिकली ल्याटिट्युड लङ्गिट्युड फेच हुन्छ र डस्टबिनको हामीले एउटा आइडी दिन्छौँ। डस्टबिनको हामीले आइडी दिइसकेपछि हामीले त्यसलाई कुन चाहिँ क्याटेगोरीको त बायो, प्लास्टिक, ग्लास कुन चाहिँ हो भनेर हामी चाहन्छौँ। अहिले हामी प्लास्टिक चाहन्छौँ र यसलाई चाहिँ हामी कन्फर्म गरिदिन्छौँ। यति भइसकेपछि यो चाहिँ हाम्रो ब्याकएन्डमा गएर बस्छ र त्यो कुरा चाहिँ युजर साइडले चाहिँ देख्ने हुन्छ। फर इक्जाम्पल भर्खरै मैले पाटन एरियामा चाहिँ नयाँ डस्टबिन सेट गरेको थिएँ र नयाँ डस्टबिन चाहिँ यहाँ देखिएको छ भन्नुको अर्थ अब युजर साइडहरूले पनि आरामले नै कुन कुन डस्टबिनहरू चाहिँ नयाँ आफ्नो लोकालिटीमा एड भएको छ उहाँहरूले हेर्न मिल्छ र कतै जाँदाखेरि पनि त्यो एरियामा कुन कुन ठाउँमा चाहिँ डस्टबिन नजिकै छ भनेर चाहिँ उहाँहरूले हेर्न मिल्छ र त्यसदाखेरि चाहिँ त्यो एरियासम्म जानको लागि पाथहरू पनि हाम्रो देखाउने हुन्छ। अर्को भनेको चाहिँ हाम्रो रियल टाइम मोनिटरिङको लागि चाहिँ गज राखिएको छ। यो गजमा चाहिँ हामीले 3टा क्याटेगोरी छ, बोतल, बायो र ग्लास। अब 3टा क्याटेगोरीमा चाहिँ हाम्रो अहिले कुनै पनि चाहिँ फुल फोहोर छैन। यदि कुनै ठाउँ हाम्रो सेग्रिगेसन गर्ने बेलामा चाहिँ बोतल, बायो अथवा ग्लासमा चाहिँ हामीले फुल डेटा पठाएको छ अथवा फुल फोहोर पठाएको छ, यदि त्यो डस्टबिन भरियो भने चाहिँ सेन्सरले पहिला सुरु डेटा रिड गर्छ। सेन्सरले डेटा रिड गरिसकेपछि त्यो फुल हो कि होइन भनेर चाहिँ यसले हामीलाई डेटाबेसबाट चाहिँ एडमिन ड्यासबोर्डमा देखाइदिने हुन्छ। अहिलेको लागि चाहिँ हामी 2टा डस्टबिनलाई चाहिँ फुल गराइदिन्छौँ। फुल गराउने बित्तिकै यदि त्यो बोतल, बायो, ग्लास मध्येमा कुनै एउटा फुल छ भने रेडरले अटोमेटिक 100 देखाउँछ र त्यो सँगसँगै चाहिँ त्यो कुन भेन्डरसँग रिलेटेड छ त्यो भेन्डरलाई चाहिँ अटोमेटिक एउटा एसएमएस आउने हुन्छ। जस्तै कि यदि मेरो बोतल सेक्सनको डस्टबिन चाहिँ मेरो फुल छ भने बोतल युज गर्ने कुन चाहिँ भेन्डर कम्पनी छ हाम्रो उहाँहरूलाई चाहिँ एउटा एसएमएस आउँछ कि यो लोकेसनको यो डस्टबिन चाहिँ भरियो लिन जानुहोस् भनेर। अहिलेको लागि चाहिँ हाम्रो बायो र ग्लासमा दुईटामा चाहिँ हामीले फुल गरेका छौँ भन्नुको अर्थ बायो र ग्लास चाहिँ दुईटा भरियो। अब यो दुईटा बायो र ग्लास भरिसकेपछि यो चाहिँ हाम्रो म्यापमा पनि देखिने हुन्छ, रातो देखिने हुन्छ र यता पनि हाम्रो फुल देखिने हुन्छ। यो सँगसँगै फुल देखिसकेपछि कुन लोकेसनको कुन डस्टबिन भरियो त्यो चाहिँ हाम्रो अब बायोको लागि चाहिँ हाम्रो डिग्रेडेबल वेस्ट लिनको लागि चाहिँ फार्मर्सहरूको लागि, भेन्डर्सहरूको लागि चाहिँ एसएमएस आउँछ भने ग्लासको लागि चाहिँ हाम्रो कबाडीवालाहरूको लागि चाहिँ एसएमएस आउँछ यो लोकेसनको यो डस्टबिन भरियो लिन जानुहोस् भनेर। त्यो सँगसँगै नगरपालिकाको कन्सर्न मान्छेहरूलाई पनि एसएमएस आउने हुन्छ कुन लोकेसनको कुन डस्टबिन भरियो भनेर। अनि यो सबै कुराहरू चाहिँ हामीले म्यापमा पनि हेर्न मिल्यो। अनि अर्को फिचर भनेको चाहिँ हाम्रो गाइरो सेन्सर रहेको छ। सो यो गाइरो सेन्सरमा चाहिँ हामीले यसमा चाहिँ स्ट्याटसहरू हेर्न मिल्छ। अहिलेको लागि चाहिँ हामी 3D मोडलमा चाहिँ एउटा डस्टबिनको एउटा आकार दिएको छौँ र यदि कसैले पनि त्यो डस्टबिनलाई ड्यामेज गर्न खोज्छ, डस्टबिनहरू ढलेको छ, डस्टबिनहरूमा केही टिल्टहरू भएको छ भने चाहिँ यसले सबै एङ्गलहरू चाहिँ रिड गरेर चाहिँ हामीलाई डेटा पठाउने हुन्छ। यसले चाहिँ अब यदि केही डस्टबिन ड्यामेज भएको छ भने चाहिँ यसले हामीलाई फल्ट दिन्छ र फल्ट सँगसँगै हाम्रो डस्टबिन चाहिँ उल्टो भएको छ कि कतापट्टि फर्केको छ त्यसरी चाहिँ हाम्रो 3D मोडल देखाउने हुन्छ। र त्यो सँगसँगै हाम्रो XYZ को सबै कोर्डिनेट्सको चाहिँ हाम्रो एक्सिलेरोमिटर र गाइरो सेन्सरको भ्यालु पनि यसरी हाम्रो देखिने हुन्छ। सो द्याट अनि यो ढलेको छ कि छैन भने यदि हाम्रो ढलेको छ बिनी स्ट्याटस हाम्रो फल्ट पठाइरहेको छ भने चाहिँ नगरपालिकाको कन्सर्न मान्छेलाई चाहिँ यो लोकेसनको यो डस्टबिन चाहिँ ड्यामेज भएको छ भनेर चाहिँ एउटा एसएमएस आउने हुन्छ। सो यो एप्लिकेसनबाट चाहिँ हाम्रो सबैलाई विन विन सिचुएसन हुन्छ। भेन्डरको लागि पनि एउटा रियुजेबल रिसाइकल मटेरियल्सहरू पाउने हुनेछ र त्यहाँबाट हामीले पनि अर्निङ गर्न सक्छौँ र साथसाथै नगरपालिकालाई पनि फाइदा हुने भनेको नगर पनि सफा हुने भयो र अनम्यानेज फोहोरहरू पनि म्यानेज हुने भयो।